त्यो लाइट बढी लाइट भयो कि यहाँ भइसक्यो सक्छ चिसो चिसो हुन्छ लास्टै कालिम्चोक भगवती मन्दिर हामी चाहिँ ठ्याक्कै एकदमै हिउँ परिरहेको छ कालिम्चोक भगवती हजुरहरु पनि घुम्न आउनु होला प्लिज है साथीहरु यस्तो के कुरै छोड्दिनु गाइस लडा हैन मुस्ताङ आएको जस्तै लाग्यो मलाई त आस्तो छ हो त तिम्रो पनि बिहे भयो हेर्नुस् गाइस दामी दामी छ मान्छे फोटो खिचिरहेको हेर्नु ढुङ्गाहरू यो ढुङ्गाहरू हेर्नु यस्तो दामी झन्डै बस्ने ठाउँबाट 1-1.5 घन्टा पछिको यात्रापछि चाहिँ यहाँ कालिम्चोकको यो माथि मन्दिर यो डाँडामा हो यहाँबाट केबल कार जाने हो अनि बस्नको लागि चाहिँ ठाउँ यस्तो छ यो अहिले वैशाखमा पनि लास्टै चिसो के एकदमै चिसो रहेछ यता चाहिँ अब यो बाटो हिँड्ने बाटो त यस्तो छ अनि बाइकहरू ल्याउनु पर्यो भने चाहिँ उयो बाटै यो बाटो रहेछ एकदमै गाह्रो बाटो यो बाटो झन्डै 17 देखि 20 किलोमिटरको उकालो चाहिँ हिँड्न पर्ने कहीँनिर ढलान कहीँ त्यस्तै एकदमै गाह्रो बाटो चाहिँ अनि यता चाहिँ गाई बस्तु पनि पालेको रहेछ यहाँनिर यस्तो छ ठाउँ अब तर केबल कार त फेरि अहिले 2टा चल्या देखेको थियो अहिले फेरि चलेको छैन मन्दिर हो बस्ने ठाउँ हो कि केबल कार रोक्ने ठाउँ काले नकर न अहिले कुकुर गएर चाहिँ केही देखिन्न हजुर पाँच मिनट पनि लाग्दैन क्या हो आधी घन्टा 5 मिनट फोटो दामी आउँछ दामी देखिँदो रहेछ क्या भ्यू हेर्नु न यस्तो दामी देखिरहेको छ क्या यहीले त परिचित छ यहाँको ड्रोन सट अलि राम्रो यस्तो हेरेर ड्रोन सट हाने जस्तो देखिँदो रहेछ मोबाइल चाहिँ नछाड्दै मोबाइल त्यो तल झर्यो भने भयो भिडियो बनाइदिनु न यो तर लास्टै किरिमेरी देखिँदो रहेछ यहाँबाट तल त ल जाउँ ऊ त्यहाँनिर मेट अब हिउँ मेट्ने नै हो नि ल जाऊ
त्यो बोर्डको नाम मेट ल मेट पुरै मेट ल सक्छ चिसो चिसो हुन्छ लास्टै ल जाउँ 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 आऊ सक्दैन त्यो छोड्दै आऊ पछि सुकेर झर्छ चिसो भयो ल ल ल ल बहुत चिसो रहेछ तेरिका हेर रुखहरूमा हिउँ कता हो जाने यतै हो हुन्छ है अहिले आउँदाखेरि भनौँ ल कालिम्चोक भगवती मन्दिर हामी चाहिँ ठ्याक्कै एकदमै हिउँ परिरहेको छ यो वैशाख जेठमा यहाँ देख्न सक्नुहुन्छ अनि हिउँले पुरै भरिरहेछ यहाँबाट तलको चाहिँ तपाईँको यस्तो छ डाँडो अब हामी माथि मन्दिर प्रवेश गर्दैछौँ दर्शन गर्नको लागि कुन हिमालय त हो नि हो मन्दिर जाने बाटो तर छिटो छिटो हिँडेर आउने हो भने त त्यहाँबाट त छिटै आइपुगिन्थ्यो जस्तो उताबाट हो उहाँहरू पुजारी हुनुहुन्छ होला नि त तिम्रो मलाई खासै क्लियर आएन तेरिका हामीले फर्स्ट रहेछौँ हेर है स्विजरल्यान्ड भन्दा कम छ त अब अहिले आउँदाखेरि म फोटो खिचिदिन्छु ए बाटो रहेछन् साथीहरू कालिम्चोक भगवती जय कालिम्चोक भगवती भगवानले रक्षा गरून् आज त जय 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 कहाँ कालिम्चोक भगवतीको दर्शन गरिसक्यौँ है अब चाहिँ हामी फर्किन लाग्यो जाउँ जाउँ आँटेको कुरा मनले अब जाउँ बिस्तारी 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 जाउँ आउनु न हेर ल आएन देखिन्न पुरै कालो न कालो आयो ल हिँड्नु मम्मीलाई दिनु पर्ला भनेर मम्मीलाई भन्छु म खाडीचोर बोलाउँछु किन झुटो बोल्नु मम्मीलाई बोलाउँछु म त्यस्तो भन्दै भन्दैन म खाडीचोर आइज कान्छु भन्छु अहिले पछि मम्मी कालिम्चोक गएको अनि त्यस प्रसाद ल्याएर लिन आउनु भनेर दिने हो क्या मम्मीले एउटा टिकटक बनाउनु कति माया आमा कति माया है कति माया है मम्मी आएर खाइरहेछ नि लाग्छ मान्छे त्यो लाइट बढ्नु लिनु है मम्मी यस्तो बढी लाइट भयो के यहाँ भइसक्यो यस्तो गर्नु न छिटो डर लाग्छ भने
यही करनी मात्रै ताली बजाउनु तेरो बढी ए गर के गर्ने थाहा छैन मलाई यो त निप्दैन यो जति भए उ गरे नि म्याजिक लिएर आएको मैले एउटै यो चाहिँ कति थोरै तेल हाल्यो के काट्नु तेल धेरै राख न तेल होइ त काटौँ किन चाहियो के काट्ने सानी बस नि सबैले भन्नु है छिटो के भन्ने ल ल ल सानी ह्यापी बर्थडे ए म लु 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 हैन सुन्नु लु समान्नु न गाडीले खाइदिनु खानु न मम्मी खानु न मैले भिडियो खिचिरहेको छ हौ के खानु न खानु के कान्छ तैले खाइदे गालामा लाइदे पहिला जानु आउनु सबै लाइदे अहिले खानु सानो बाबुले खाइदिनु ल पहिला त्यहाँ म टिका लगाइदिन्छु मम्मीले